नेपालको स्टक मार्केटमा यस्तो हुन्छ। हिजो र अस्ति 2 दिन अगाडिकै तपाईँले कारोबार हेर्नुभयो भने दुईवटा माइक्रो फाइनेन्स, फर्स्ट माइक्रो फाइनेन्स र महिला लघु वित्त, यिनीहरूको फर्स्ट माइक्रो फाइनेन्सको कारोबार हेर्नुभयो भने अलिकति ठुलो भोल्युममा कारोबार भएको थियो हिजो र अस्ति नै। अनि आज बल्ल समाचार आएको छ कि फर्स्ट माइक्रो फाइनेन्स र महिला लघु वित्तबीच चाहिँ मर्जर हुनेछ भनेर बल्ल समाचार आयो। यानि कि यो सूचना चाहिँ कतिपय इन्साइडर भनौँ न, होइन, पहिले नै थाहा भइसकेको छ, जसले ठुलो एमाउन्टमा किनि नै सकेको छ। किनकि फर्स्ट माइक्रो फाइनेन्सको प्राइस कम छ र महिला लघु वित्तको धेरै छ। स्वाप रेसियो डिसिजन त भएको रहन्छ, तथापि मर्जरको डिसिजन भइसकेको छ है। अब यो दुईवटा फर्स्ट माइक्रो फाइनेन्स र महिला लघु वित्त वित्तीय संस्था लिमिटेड बीच चाहिँ आउँदो साउनको 25 गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी हुने भएको छ। अब दुईवटा माइक्रो फाइनेन्स मध्येमा फर्स्ट माइक्रो फाइनेन्स त अब ठुलो चुक्ता पुँजी भएको हो, माइक्रो फाइनेन्स हो है। यसको 1 अर्ब 34 करोड रुपियाँ चुक्ता पुँजी छ भने महिला लघु वित्तको भने अलिकति सानो चुक्ता पुँजी छ, यसको 21 करोड 75 लाख रुपियाँ मात्रै रहेको छ। अब यो मर्जर पछि अब स्वाप रेसियो कति हुने भन्ने चाहिँ अहिले डिसिजन भएको छैन, डिसिजन चाहिँ पछि हुनेछ भन्ने भनिएको छ। जे होस्, दुईवटा संस्थाबीच मर्जर हुने भएको छ, मर्जरको समाचार आएको छ र समाचार आउनुभन्दा अघिल्ला दिनहरूमा नै कारोबार रकम बढेको छ। जुन थोरै प्राइस हुने भएको स्टकको प्राइस बढेको छ र धेरै प्राइस हुने स्टकको मूल्य घटेको छ।